मुसलधारे पानीमा काँप्दै काँप्दै र सास फेर्दै एक नाजुक केटी एक वृद्ध फकीरको झुपडीमा पुग्छ। अनि त्यसपछि अहङ्कारी र बुद्धिमान फकीरले डराएको केटीलाई भनेको र गरेको कुराले तपाईलाई अचम्बित पार्नेछ। यो जङ्गल कुनै साधारण ठाउँ थिएन। यो एक उजाड र डरलाग्दो जङ्गल थियो जहाँ रातको शान्त मौनतामा मानिसहरू मात्र होइन तर जनावरहरू पनि पाइला चाल्न डराउँथे। त्यो उजाड जङ्गलमा लगभग 60 वर्षका एक वृद्ध फकीर बस्थे जसलाई टाढा टाढासम्म बाबा रहमत भनेर चिनिन्थ्यो। उनको कमजोर तर प्रभावशाली व्यक्तित्व र तीखो आँखामा एक विशेष उपस्थिति अझै पनि रह्यो। वर्षौंदेखि उनी यस सुनसान ठाउँमा आफ्नो झुपडीमा एकान्तमा बस्दै आएका थिए। म एक रात सम्झन्छु जब मध्यरात भएको थियो। जङ्गलको हावा डरले करायो, बादलहरू क्रोधित भएर गर्जे, आकाशमा बिजुली चम्क्यो र पानीले सबै रुखहरू हल्लायो। बाबा रहमत आफ्नो झुपडीमा बसे, सोचमा हराउँदै, कहिलेकाहीँ बिस्तारै गुनगुनाउँदै। अचानक ढोकामा ढकढक्याएपछि सबै कुरा परिवर्तन भयो। ढकढक्याएको आवाज एकपटक होइन, बारम्बार सुनियो, मानौ कोही आश्रय खोज्दै आएको छ। बाबा रहमत छक्क परे। सोच्दै थिए कि मध्यरातमा यो सुनसान ठाउँमा को हुन सक्छ। उनी छिटो उठे र ढोका खोले। उनको अगाडिको दृश्यले उनको आँखालाई चकित पार्यो। उनको अगाडि एक सुन्दर तर डराएको केटी उभिन्। पानीले उनको लुगा बगाइसकेको थियो र उनी काँप्दै थिइन्। उनको आँखामा डर थियो, मानौ कुनै गम्भीर खतरा उनको माथि छ। बाबा रहमतले गहिरो सास फेरे र बिस्तारै भने, "तिमी को हौ छोरी? अनि यति रातको समयमा तिमी यो जङ्गलमा एक्लै कसरी आइपुग्यौ? बाहिर आँधीबेरी छ, अँध्यारो छ र पानी परिरहेको छ। तिमी कहाँबाट आयौ र तिमी कसमाथि भर पर्दैछौ?" केटीले काँप्दै आवाज निकाल्दै भनिन्, "बाबाजी, मेरो नाम नूर हो र म नूरपुर गाउँकी हुँ। त्यहाँका केही क्रूर मानिसहरू मेरो पछि लागेका छन्। तिनीहरूको मेरो इज्जतमाथि नराम्रो नजर छ। तिनीहरू मलाई हानि पुर्याउन चाहन्छन्। मैले कुनै न कुनै तरिकाले आफ्नो ज्यान बचाएँ र सिधै तिम्रो झुपडीमा भागेँ।" बाबा रहमतको आँखामा विचारको लहर आयो, तर थप प्रश्न नगरी उनले ढोका अलि फराकिलो पार्दै भने, "छोरी, डराउनु पर्दैन, भित्र आऊ। यहाँ कसैले तिमीलाई हानि गर्न सक्दैन।" केटी कुनै न कुनै तरिकाले साहस बटुल्दै झुपडीभित्र पसिन्। उनको भिजेको लुगा उनको शरीरमा टाँसिएको थियो। उनको अनुहारमा थकान र डर देखिन्थ्यो। बाबा रहमतले उनलाई ढाक्न पुरानो कपडा ल्याएर भने, "बस, चिन्ता गर्न छोड। के भयो?" केटीले काँप्दै स्वरमा भनिन्, "बाबाजी, म नूरपुरका प्रसिद्ध मोची फरिद मोचीकी छोरी हुँ। मेरा आमा बाबुको केही दिन अघि निधन भयो। उनीहरू गएपछि गाउँका केही पुरुषहरूको मनोवृत्ति परिवर्तन भएको देखिन्थ्यो। पहिले उनीहरूले मलाई अनौठो नजरले हेर्ने गर्थे। त्यसपछि उनीहरूले इसारा गर्न थाले र अब उनीहरू खुलेआम मलाई धम्की दिइरहेका छन्। यदि म उनीहरूसँग गइन भने म दुःख भोग्नेछु। उनीहरू मेरो कमजोरीलाई सजिलो शिकारको रूपमा हेर्छन्। मेरो ज्यान बचाउन म सिधै जङ्गलतिर लागेँ र यहाँ पुगेँ।" बाबा रहमतले चुपचाप सुने। उनको अनुहारमा कुनै आश्चर्य थिएन, तर उनको नजरमा प्रश्नहरू पक्कै लुकेका थिए। उनले केटीको आँखामा हेरिन् र उसको मनमा उसले सोचे कि यो केटी साँच्चै कुनै गम्भीर समस्याबाट भागेकी हो कि यसको पछाडि अर्को कथा छ। कहिलेकाहीँ उनी हल्का मुस्कुराइन्, कहिलेकाहीँ उनले आफ्नो भिजेको कपाललाई चिल्लो पारिन्। उनको चालमा केही यस्तो थियो जसले वातावरणलाई अझ घनिष्ठ बनायो। नाजुक केटी एक वृद्ध फकीरसँग पुरानो झुपडीमा बसेकी थिइन् र कुनामा बलेको मधुर बत्तीले ड्रामामा थप्यो। बाबा रहमत वर्षौंदेखि त्यो उजाड जङ्गलमा एक्लै बस्दै आएका थिए र आज पहिलो पटक उनको मौन रातमा एक अपरिचित व्यक्तिको उपस्थितिले सबै कुरा परिवर्तन गरेको थियो। सहानुभूति एक अनौठो बेचैनीसँगै उनको हृदयमा उठिरहेको थियो। उनले आफूलाई सन्तुहना दिन खोजिन्, तर उनको भित्र प्रश्नहरूको आँधी निश्चित रूपमा उठ्यो। अचानक केटीले नरम स्वरमा भनिन्, "बाबा रहमत, मेरो आँखाका पलकहरू भारी हुँदै गएका छन्। मलाई निङ्ग्रा लाग्न थालेको छ।" उनी सुत्न बित्तिकै बुढा फकीरको मन हल्लायो। वर्षौंदेखि मौन रहेको उनको हृदय पहिलो पटक जागेको जस्तो देखियो। उनको हृदयको धड्कन नियन्त्रित भयो र उनको नजर नूरमा अडियो, जो आँखा बन्द गरेर शान्तपूर्ण सुतिरहेकी थिइन्।
त्यो रात बुढा फकीर हुन छोडे तर मानव थिए। नूरको उपस्थितिमा उनको एकान्त चिच्यायो जस्तो लाग्न थाल्यो। तर उनले अझै पनि धैर्यको सहारा समातिन्। हरेक मुहूर्त उनलाई शताब्दी जस्तो लाग्थ्यो। त्यो रात कसरी बित्छ, उनी यो मौनताबाट कसरी बाँच्छिन्? उनको मनमा विचारको आँधी आयो। बाबा रहमत झुपडीको अर्को कुनामा पल्टिए। उनले आँखा बन्द गरे र निन्द्रालाई बोलाउन खोजे, तर निन्द्राले उनको विरुद्धमा पल्टिसकेको जस्तो लाग्यो। उनी उफ्रिएर फर्किए, आफ्नो हृदयलाई सन्तोहना दिन खोजे, तर उनको हृदयको धड्कन अझै छिटो बढ्न थाल्यो। वर्षौंदेखि दप्पिएका भावनाहरू अब अनियन्त्रित थिए। अचानक नूरको रुवाईले मौनता तोड्यो। बाबा रहमत अचम्मित भएर उठे। उनले नूरलाई बिस्तारै रोएको देखे। उनका आँखाबाट आँसु बगिरहेका थिए र उनको अनुहार कालो पीडाले भरिएको थियो। फकीर उनको छेउमा बसे र बिस्तारै भने, छोरी नूर, के भयो? तिमी किन रोइरहेकी छौ? नूरले रुँदै भनिन्, बाबा रहमत, मलाई के भएको छ शब्दमा व्यक्त गर्न पनि सजिलो छैन। यो सुनेर बाबा रहमत सन्न भए। उनले छक्क परेर सोधे, त्यो रहस्य के हो जसलाई कसैलाई भन्न सकिँदैन? यदि तिमी चाहन्छौ भने मलाई भन, सायद म केही बुझ्न सक्छु। उसको आँखामा हेर्दै नूरले भनिन्, बाबा रहमत, म तिमीले सोचे जस्तो होइन। म सामान्य महिला होइन, तर एउटा कुख्यात र पतित व्यक्ति हुँ। फकीरको हृदयमा बिजुली चम्केको जस्तो भयो। म सामान्य केटी होइन, म त भट्किँदै आएको आत्मा हुँ। नूरले भनेको सुनेर उनी विस्मयले सुने। यो सुनेर बाबा रहमतको खुट्टा जमिनमा गाडियो। उनको ओठ सुक्यो। उनले काँप्दै स्वरमा भने, के तिमी साँच्चै आत्मा हौ? मलाई यो विश्वास गर्न गाह्रो छ। नूरले बिस्तारै भनी, बाबा रहमत, मलाई थाहा थियो तिमीले पत्याउने छैनौ, त्यसैले म तिमीलाई मेरो पास्टको जीवनको एउटा कथा सुनाउँछु। त्यसपछि उनले भनिन्, यो अलि पुरानो छ। हाम्रो गाउँ विष्णुपुरको पोखरीको किनारमा एउटा पुरानो बरघरको रुख छ। हामी केटीहरू त्यहाँ आफ्ना भाँडाहरू भरेर नुहाउन जान्थ्यौं। एक दिन सबैजना फर्किएपछि मैले त्यो रुखमाथि एउटा अनौठो सुन्दर युवक देखेँ। उसले मलाई चाहन्थ्यो, वा भन्नुपर्दा मसँग विवाह गर्न चाहन्थ्यो। मैले मेरा ठूला बडाहरूबाट सुनेको थिएँ कि त्यो रुखमाथि छाया छ। मलाई तुरुन्तै थाहा भयो कि त्यो थाया हो। त्यसपछि उसको नाम पनि मलाई मन परेन, तर ऊ रोकिएन। जब उसले देख्यो कि म सहमत छैन, उसले मन्त्र गर्यो। त्यो मन्त्रको प्रभावमा म उसको नियन्त्रणमा परे। उसले मेरो इच्छा विरुद्ध मलाई विवाह गर्यो, तर ऊ चाहन्थ्यो कि म पूर्ण हृदयले उससामु आत्मसमर्पण गरौँ। उसले केही पनि जबरजस्ती गर्न सकेन, तर ऊ चाहन्थ्यो कि म उसको नजिक आऊँ। मैले उसलाई विवाहको रात पनि टाढा राखेँ। त्यसपछि उसको मनोवृत्ति परिवर्तन भयो। उसले मलाई पिट्न थाल्यो। जब मेरो शरीर आधा मृत भयो, उसले भनिन्, तिमी मर्नेछौ, तर तिम्रो आत्माले शान्ति पाउनेछ यदि तिमीले यौन सम्पर्क गर्यौ भने मात्र। बुढा मान्छे, यो सुनेर बाबा रहमत डराए। उनको मनमा डरको आँधी उठ्यो। नूरले त्यही शर्त पूरा गर्न नै उनको हाँ आएको हुन सक्छ, र यो शङ्का सत्य साबित भयो। नूरले उनको हात हानेर भनिन्, बाबा रहमत, म झुट बोलिरहेको छैन। यदि तिमीले आज मलाई साथ दिएनौ भने मेरो आत्मा सधैँभरि यो जङ्गलमा भौटारिनेछ। फकीरको शरीर काँप्यो, पसिना बग्न थाल्यो, जसलाई उनले असहाय र कमजोर ठानेका थिए। उनी अब आफूलाई लडाएको आत्मा भनिरहेकी थिइन्। उनले डरले उनलाई हेरिन्, तर नूरको आकर्षण अझै पनि एक परीको जतै कम थिएन। नूरले बिस्तारै भनिन्, बाबा रहमत, यो केवल एक रातको लागि हो। यदि तिमीले मलाई साथ दियौ भने मेरो आत्मा स्वतन्त्र हुनेछ र तिम्रो रात पनि आनन्दमय हुनेछ। फकीरको हृदय छिटो धड्कियो र उसको शरीर पसिनाले भिजिएको थियो, तर उसले केही भन्न अगाडि नै नूर उसको श्वासमा मिसिएर उसको नजिक आयो। अचानक झुपडी बाहिर एउटा डराउनो आवाज गुन्ज्यो। बाबा रहमत डराएर बाहिर दौडे र एउटा टाको रुखमा बसेको डरलाग्दो जिन्नलाई देखे। त्यो देख्ने बित्तिकै मानिसको भेषमा रहेको जिन्नले उनतिर मसर्न थाल्यो। फकीरले पछि फर्केर सोधे, हे नूर, तिमी को हौ? तर नूरले जवाफ दिएनन्। उनको अनुहार पूर्ण रूपमा मौन थियो, मानव अर्को संसारमा हराएको। अब जिन्न नजिक आए। उनका आँखा जलेको कोइला जस्ता थिए। फकीरले काँप्दै ओठले सोधे, तिमी को हौ? जिन्नले गर्जेर भन्यो, म नै हुँ जसले नूरलाई तिमी कहाँ पठाएको थिए। यो सुनेर फकीरले सबै कुरा बुझ्यो। यो सबै एउटा पास थियो। जिन्नले नूरलाई बन्दी बनाएर बाबा रहमतलाई फसाउन प्रयोग गरिरहेको थियो। फकीरले रिसाउँदै भन्यो, तिम्रो कालो जादु ममा काम गर्दैन। तिमीलाई के लाग्यो?
तिमीले मलाई सुन्दर केटी पठाएर बहकाउनेछौ? जिन्न हाँस्दै भन्यो, तिमी पहिल्यै हराइसकेका छौ। यदि यो ज्योतिले आफूलाई आत्मा भनेको छैन भने तिमी धेरै पहिल्यै तिम्रा भावनाहरूले बगाइसकेका थियौ। फकीरले पछुता मान्दै नूरलाई हेरे। उनी टाउको निहुराएर बसिन्। उनको आँखामा लाजका आँसु टिलपिलाए। उनी आफ्नो गर्न लागेको गम्भीर पापको बारेमा सोचिरहेकी थिइन्। जिन्नले गर्जेर भन्यो, अब तिमी मेरो पासमा फस्यौ, बुढा फकीर। बुढा फकीरले आँखा बन्द गरेर मनमनै सोचे, अन्तत म यो समस्याबाट कसरी छुटकारा पाउन सक्छु। त्यसपछि उनले आँखा खोले र नूरलाई हेरे। उसलाई हेर्दै उसले भने, मुटुमा हात राखेर सोच त के गर्न लागेको थियौ? मैले मेरो जीवनमा कहिल्यै कुनै महिलासँग केही गलत गरेको छैन। त्यसो भए तिमीले मेरो सबै वर्षौको कडा परिश्रम जुन मैले आफ्नै आत्माको दुष्टतासँग लडेर बनाएको छु किन खेर जान चाहन्थ्यौ? आफै भित्र हेर र बुझ, तिमीले यो सबै किन गर्न थाल्यौ? फकीर अझै यो भन्दै थिए जब जिन्ना फेरि गर्ज्यो र भन्यो, हे बुढा फकीर, अब केही गर्न सकिँदैन। समय बितिसकेको छ। जे नियतमा थियो त्यो हुनेछ। त्यही क्षणमा नूरले काप्दै फकीरलाई हेरेर भनिन्, बाबा रहमत, मलाई थाहा छैन के सत्य हो र के झुटो। मलाई विश्वास छ कि कुनै न कुनै रूपमा मेरो बेचेन आत्माले शान्ति पाउनेछ। बुढा फकीरले नरम स्वरमा जवाफ दियो, हे नूर, शान्तिको बाटो कहिले सजिलो हुँदैन। आफ्नो हृदयमा लागेको आगो निभाउन तिमीले आफैलाई चिन्नुपर्छ। तिमीले आफ्नो हराएको आत्माको लडाई आफै लड्नुपर्छ। त्यसपछि उसले आँखा बन्द गर्यो र बिस्तारै भन्यो, यो आत्माको सङ्घर्ष हो। यसमा तिमीलाई अरू कसैले साथ दिन सक्दैन। तिमीले यो युद्ध एक्लै लड्नुपर्छ। फकीरको यो कुरा सुनेर नूर बिउजिए जस्तो लाग्यो। उनले बिस्तारै आँखा बन्द गरिन् र फुसफुसाइन्, बाबा रहमत, सायद तिमी सही छौ। अब म आफै यो युद्ध लड्नुपर्छ। त्यसपछि आँखा खोलेर उनले भयानक जिन्नलाई हेरिन् र गर्जनपूर्ण स्वरमा भनिन्, हो, म तयार छु। नूर अगाडि बढिन्। उनको अनुहारमा अब डर रहेन, बरु साहस र साहसको चमक चम्कियो। उनले आफ्नो हात फैलाइन्, भयानक जिन्नलाई नियन्त्रण गर्ने प्रयास गर्दै। जिन्नले उनलाई रोक्यो, तर धेरै ढिलो भइसकेको थियो। नूरको हातले उनको हात छुने बित्तिकै आकाशमा ठूलो आँधी आयो। हावाको तीव्रता यति बढ्यो कि सम्पूर्ण जङ्गल हल्लियो। जिन्ना आकाशमा चिच्याउँदै उड्यो। उसले आफ्नो जीवन बचाउन सङ्घर्ष गर्यो, तर अब सबै कुरा सकियो। नूरको अस्तित्वभित्र एउटा शक्ति जागृत भएको थियो जसले हराएको आत्मालाई बचाउन सक्थ्यो। उनी उसलाई पाउनै लागेकी थिइन्। अब नूर कसैमा निर्भर रहिनन्। उनी आफ्नै शक्तिले जिन्नलाई नष्ट गर्न निस्किन्। जिन्न कराउँदै र चिच्चाइरहेको थियो, तर नूरको आँखामा उनले बदलाको आगो र शान्तिको दृढ सङ्कल्प मात्र देखिन्। नूरले जिन्नलाई समात्न आफ्नो सबै शक्ति प्रयोग गरिन् र एक अन्तिम प्रहारले उनले यसको आत्मालाई टुक्रा टुक्रा पारिन्। त्यही क्षणमा जिन्ना हावामा जलेर खरानी भयो। जब आधी शान्त भयो र मधुरो प्रकाश झुपडीभित्र फर्कियो, नूरले आफ्नो आँखा खोलिन्। उनले आफ्नो अगाडि उभिरहेको बुढो फकीरलाई देखिन्। उनको अनुहार रिसाएको थिएन, तर सान्त्वनादायी मुस्कान थियो। नूरले लज्जित भएर टाउको न्युहाएर भनिन्, हे दया, म एउटा गम्भीर गलती गर्न लागेको थिएँ। तपाईले मलाई त्यो जिन्नको छलबाट बचाउनुभयो। म तपाईप्रति गहिरो समर्पित छु। फकीरले केवल मुस्कुराउँदै उनले भने, यो मेरो कर्तव्य थियो। हराएकोलाई बाटो देखाउनु नै साँचो सेवा हो। अब तिमी स्वतन्त्र छौ। तिमी जहाँ चाहन्छौ जान सक्छौ। नूर झुपडीबाट बाहिर निस्किन्। अब उनको चाल अब थरथर काम्ने थिएन, बरु स्वतन्त्रताको शीतल हावाले भरिएको थियो। उनी जङ्गलको बाटोमा निस्किन्, जहाँबाट हराएको आत्मा कहिल्यै फर्कदैन। साथीहरू, यो कथाले हामीलाई सिकाउँछ कि व्यक्तिको वास्तविक लडाई अरूसँग होइन, बरु आफ्नो भित्री डर र कमजोरीहरूसँग हुन्छ। यदि हामीले हाम्रो हृदयलाई नियन्त्रण गर्न सिक्यौँ भने कुनै पनि शैतान, कुनै पनि पासोले हामीलाई धोका दिन सक्दैन। सम्झनुहोस्, दुष्टता जति सुन्दर देखिए पनि यसको अन्त्य सधैँ विनाश हो। तर यदि हृदय बलियो छ भने सबैभन्दा अँध्यारो बाटो पनि उज्यालोमा परिणत हुन्छ। यदि तपाईलाई यो कथा मन पर्यो भने, भिडियो मन पर्यो भने आफ्नो साथीहरूसँग शेयर गर्नुस् र थप डरलाग्दो र हाँसिलो कथाहरू सुन्न हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्।